एभ्रिवान, आजको हाम्रो यात्रा कोदोबारीतिर कोदोको बिउ उखाल्ने हो। आज चाहिँ यो हिजोको मैले भनेको काँक्रा चाहिँ टिप्नु पर्यो नि त नि, आज खानु पर्यो। छिपीको काँक्रा ल्याएर राख्नुहुन्न, यत्रो भयो नि। मैले डल्ले खोर्सानीको छोप र नुन पनि यसरी रेडी पारेर राखिसकेको छु। अनि यो पनि टिभी अब दिउँसो खानुपर्ने हुन्छ। मम्मी र म जाने। मम्मी चाहिँ अगाडि यस्तो पुरै भारी बोकेर। पुरै गोठ सर्नु जानु लास्टरी र पालसाल बोकेर जाँदैछौँ के अरे हामी त। दिउँसै पानी आउँछ, अनि पानी आएको बेला त बस्नु पर्यो नि त। अलि सुहाउँदो एउटा गोठनी बनाउनु पर्यो नि त। त्यही भएर असार साउन लाग्यो नि त, झरी नहुने त कुरै छैन। अहिले चाहिँ हाम्रो यहाँ सानो नमुना गोठ बन्ने तयारीमा छ। रिङ्गट लाग्छ र बसेर उठेको त। होचो होइन र मम्मी? यता नि बढाउने हो कि उता मात्रै? अझै एउटा यता हुन्छ। जो बुइ त चिसो न चिसो, यो घोटेका ठेबाट मकैको जरा के गर्ने होला। पानी आएको बेला यसो टाउको ओर्ने मात्रै। हिजो अनि ठुलो पानीले रुजाएको नै नि कहाँ ओभान हुन्छ तिमी? बल्ल अलि सौदो भयो। केही नि हुन्न मम्मी, यस्तै बस, केही पनि हुँदैन। यस्तै भयो नि। अब यहाँबाट डोको लिएर जानुपर्ने मैले। कता हो कता, यो चाहिँ यहाँ राख्नुपर्ने। यो चाहिँ हाम्रो, यो पनि लानुपर्ने दिउँसोको खाजाको लागि हो। यो सबै कुराहरू आलु पकाउने। यो चाहिँ ग्यास, यो चाहिँ कुटी राख्नु पर्ला। यो त यो पनि यति भइसकेपछि
यो डोकोलाई यता राख्ने मलाई आदेशा अनुसार आँसी लाने अनि मेरो लागि यो यति लिएर म चाहिँ जान्छु अब मकै त अरूको मकै हेरेर त उइरा लाने छ त भर्खर दोहोऱ्याउने जस्तो भएको मिचेर अनि कति पछि रोपेको नि यता अरूको त उम्रिसकेको बेलामा बल्ल छरेको नि हो मकै त नि कोही त म भन्दा नि हजुर छ थाकी पाल्छ एकछिन यत्रो धेरै रहेछ अझै यता छ यहाँबाट सकिन्छ 2 दिनमा आज र भोलि बिउ हाल्ने के आजको दिन त यसै गरी त खाजा खाने बेला भइसक्यो हावाको लहरसँग उडिरहन मन छ तिम्रो त्यो बासना चलो मम्मीले नलिएको र लुङ्गी चाक्न अनि सिनो नलिएको त टाउको सिनो भएपछि के गर्नु अब यसो गर्ने अनि त टोपी मात्रै लाउँदाखेरि टाउकोमा खस्यो के अनि यसो गर्ने टोपी लाउने बल्ल 2वटा टोपी अन्त मेरो आफ्नै टोपी गरे 3वटा टोपी भयो मेरो ठिक छैन त म कहाँ बस्छु अनि छुट्टिने अब एक्लै ऊपर भन्ने अझ अहिले त होइन यो भनेको रे हँसाउने भने के यसै हँसाउने के यो किराले के मम्मी खाएको होइन यो किराले ओ झरो मार्ने के गर्नु यसलाई मम्मी के गर्नु 2टा नि छ यता झन् ओदरो हुँदाखेरि भट्टा होला पासिन्छ अब कहिले होला उतामा जाल फाल्नु पर्ने छ आज त अलिक छिटो गएर पानी हाल्ने होला पो मम्मी कति दिन भयो 3 दिन भयो कति दिन भयो न अस्ति त पर्दैन हुन्छ अस्ति कहाँ हाल्दो र अल्लाह अस्तिको दिनमा हालेको अस्ति त 3 दिन भइसक्यो नआएको कोदो घोल्दा टाउने रोक्दले त्यो अर्को यसरी जोतेर अनि त कुटीले यसरी खनेर गर्ने नरोप्ने त सानो बालाहरू हुन्छ होला पनि के हो र म त नै हाम्रोतिर त नगर्ने भइरहने म त्यस्तो त थाहा छैन खेतेको छल्दै
त्यसले खुरे 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 सोचे उखली फट्टे ओए कोदो उखले कोदो रोपिए यो किराले हो के खाने कालो ओइ काले होइनस् डन किरा देख्दैन रहेछ फोकस्ड गरिन एकदम माटो लाग्छ त बेरालुको जस्तै गरिन म रुगा लाएर सिगन हेर पुस्दा पुस्दै यता कालो न कालो अब म चाहिँ चल्लिन्छु खाजा बनाउनुलाई कता छ मम्मी पानी वेयर यता आलु दासु र अहिले के धेरै अहिले र आलु मात्रै राख्नु त म आउँछु र अहिले उता हात धुन्छ नि म पाएको भने ओके त्यहाँ ठुलो आगो गरेर पकाइदिन्छु पर्न मैले ठुलोलाई अघि नि उतै घरमै हेर्दा ठुलोलाई मुनि हालिराखेको छु अनि ठुलो ठुलोलाई सानो सानोलाई माथि माथि राखेको छु उतै टेक्निक लगाएर आइछु के म गुल्डेको नै के म सुप सुप बोलो भाइ के बोल्दैछस् बहिनी गाउँ यो ठाउँबाट दामीदेखि त पहिला हाम्रो गोठ चाहिँ थियो अहिले चाहिँ त्यहाँ तल भएर अलि देख्दैन यहाँ थियो के गोठ पहिलाको वर्ष चाहिँ अहिले चाहिँ तल रुख भाँचेर अन्त खाली भएको थियो ठाउँ त्यसमै तुम पास आए यो मुस्कुराए आउस दिमासीमा खबली ड्रामालाई म जस्तो कोही केटो सोध्रामा यो मैले अहिले हो त नि किनेको कहिले मैले हो किनेको एकचोटि चाउचाउ पकाइखाएको छु क्या मैले त्यहाँबाट त केही गरेको छैन त्यही भएर लिएर आइदिएको दाउरा चिसो हुन्छ यो बेला आगो फुकेर पकाउने घरमै पकाएर लिएर आउने चिसो हुन्छ भुटी भएर किनेको सदुपयोग त गर्नु पर्यो त्यही भएर बोकेर आइदिएँ मेरो पालो भारी भएको तर्साउँछ र बोल्यो होला कि बोल्यो होला कि नबोल्यो ल मिल्यो होला कि नमिल्यो होला ओइ किन नमिलेको
तेरी के भयो? What is going on? मलाई फेल गराइदियो कि के हो? खाऊ आगो बोलिरहेछ नि। अब यसलाई चाहिँ 16 दिमे 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 के तेरा धीमे धीमे करके आलु दसेको छु। यहाँ माथि चाहिँ सानो सानो छ, भित्र चाहिँ ठुल्ठुलो राखेको छु। अब यसलाई चाहिँ एकछिन यहाँ पाक्न दिएर एउटा छोप्ने पात टिपेर आउनु पर्यो। यहाँ पाकिरहेको बेलामा नि त यो चाहिँ पात टिपेर लिएर आएको छ, यसरी छोपिदिने क्या, अनि छिटो पाक्छ। छोप्नु पर्ने हुन्छ मजाले मजाले। यो चाहिँ यता छ त हौ, मजाले मजाले यसरी छोपेर पकाउनु पर्ने हुन्छ। पाक्दैछ आलु चाहिँ ग्यासमा। यो नि त तरिका। घरबाटै बोकाइल ल्यायो भने चिसो हुन्छ, झन् साह्रो पेट दुखाउँछ आलुले। अनि यसरी ल्यायो, पकायो, खायो, राम्रो नि त। ओ पानी उम्लो। अब पानी पर्छ। त्यो पारीतिर त पानी परिसक्यो, कालै भयो। यता फेरि राम्रै छ, सोरेर यता पाउडर साइडतिर पानी परिसक्यो। म चाहिँ प्लान चेन्ज गर्दैछु। यो पानी उम्लेर तल झर्यो नि त, यो तातो पानी। अथा अन्त यो तलको भग्लियो भने म के गर्नु? हल्का हानुको फाइदा चाहिँ यही हो क्या। अनि मेरो यो पग्लियो भने म कहाँ हाली लानु? मेरो सुटकेस हो, मनी ब्याग गयो अनि यता साइडमा सार्दै म त भुइँमा। अनि यो उम्लियो भने म उम्लेर तल पोखिरहेछ, अनि तल ऊ भयो भने चाहिँ म के गर्नु? यसो गरेर पाक्दैछ। पाक्नै पर्ने हुन्छ नि त, नि पाकेन भने चाहिँ। आलु पाक्यो कि पाकेन ठा पाके जस्तो हो त। केले घोच्ने ठाउँ त छैन, कुरा त छैन। पाके जस्तो पाकेको त हो नि हो। गएछ के मजाले नङ्ता था लाने पोलेर मैले त यसलाई, यो औलालाई त ओए फोकस। यस्तो घिनलाग्दो औलालाई त मुखमा हाल्ने पोलिदिएर। रगत होइन कि त्यो पातको त्यस्तो हुँदो रहेछ। जम्मा 7 उठा।
यो त सुन्ने के हो र लुगा के अरे लुगा हुले जस्तो भएको छ लाहला न तलाई जो बनाएको प्लट एरो पनि अब पानी आउँछ फेरि एकछिनमा झ्याउ लाग्ने पो आजभोलि त पानी आए बेला त कोदो दुध त उखलिँदा पो डल्ला डल्ला घाँच के भन्छ माटो डल्लो परेकोलाई ढाँच परेको दो खाइयो है यो देश मेरो पनि खाने यो चाउचाउ भयो यो चाउचाउको छेउमा छेउमा हाल्नु यही हाल्नु नि त यहाँ उखाने हुन्छ काका र हिता खाने भनेर लिएर आएको यही हाल्ने के यहाँ माथि होटल तलको भित्रमा छ आलु हान्दैन घट्नेमा किनभने के त्यहाँ गएपछि अब कमी लाग्छ कि मम्मी यो भोकाएर केही पोकाको चाहिँ पुग्दिन्छ अहिले आयो टेन्सन गराएर छाड्नु लाग्ने कोरोना हुँदैन मैले चिप्स बनाएर खाने भनेर हिजो माइलाको बाटो लिएको आलु हालिदिएको नि मैले आशाको आलु तर क्यामेरामा किन सानो देख्ने हो नि यति ठुलो छ यो मेरो परि तिनवटा छ ठुल्ठुलो तर यही सानो सानो ठ्याके काटौँ भाइ मैला नि लौजो अझै किरा लाग्यो नि लागोले के हाल्नु यो डल्ले खोर्सानीको छोप छ यहाँ किरा लाग्छ मैले साह्रै धेरै हेरेर होला कहिले सुल्झन्छ र कहिले सुल्झन्छ किरा लाग्यो यता खै काटौँ यस्तै काटौँ यसले पस्छु आलु खाने जो खाइरहेको बनाउनु तिनीहरूलाई पागल मलाई थाहा छ कि त्यस्तो गरौँ भने यसै खान्ता खानु मिल्छ कि नि मेरो काँक्रामा आँखा ला जस्तो छ मैले स्याहारै धेरै आफूलाई दिनु कुन
मैले धेरै मैले यहाँ लाग्छ अरूलाई भन्ने छैन मैले त भनेछु लो के साह्रै मेरो यहाँ लगाइरहला भने जस्तै होइन मजाले खानु मन लाग्यो यो देश मेरो पनि होइन र खाने होइन मम्मीले खै मम्मी खाने होइन के त्यसरी त कहाँ खान्छु आया बाबु बहिनी यता कुरा हो यसरी खाने त मजा आयो जाने पिरा यो देश मेरो छि कति धेरै हो त्यही मात्र भन्छ मलाई यस्तै हुन्छ क्या एउटा ऊ भन्यो भने त्यही भनेको भने कर्राको पिरो हो नि हँसिर मलाई न जाबै कति अब पानी परिरहेको छ अहिले चाहिँ हाम्रो काम अब हुँदैन जस्तो छ हेलो नमस्ते आज हाम्रो कोदो उखुल्नको पानी पर्यो गो बनाएर बसेको के छ हाल खबर हजुरको खैबाट लेखाएको पार्टीहरू पनि आज के अरे बिउ खुल्नको भेनमा नि अबिला भयो उहाँहरू अलि निन्द अलि कच्ची भइसकेर अलि अबिला उठिरह्यो मान्छे आएर गर पुनः आज सोमबारबाट कोदो रोप्ने पल्लान थोक गराए पल्ला साका मुठा उलिएछ होइन र सोल्टी के भएको होला ए बर्को जिन्दगीमा नि के हो नि मान्छे हुँदा मर्नु र बस्नु हेप्दैछ काजम जस्तो हुने जानु त कहाँ जाने होला Thank you so much for watching. Don't forget like, comment, share and subscribe to मेरो channel. Oh. Yes. सजिनाको च्यानल Just can't accept it.